ओए अघि त तँलाई पैसा चाहियो भन्दै थिइस् कि तैँले नै लगेर बेचिस् कि के हो? मेरो अनुहार चोरको जस्तो देख्नु भएको छ? के सोच्नु भएको छ तपाईँले मलाई? अब मैले यो घरको बोका चोरेर खानुपर्ने दिन आयो? अनि अघि त पैसा चाहियो न्यु खोज्दै थिइस् होइन? दिनुभयो त अनि? आफै मागेको बेला पैसा दिन्छु भनेर पनि नदिने, उल्टै बोका चोरको आरोप लगाउनु हुँदो रहेछ। उस्तै शङ्का लाग्छ भने आउनु हेर्नु ल, थाम्नु गोजी मेरो। हो भो स्वाङ्नु पास। अनि बाँधिरिया बोको गयो चाहिँ कहाँ त? लग्यो होला नि बाघले। अस्ति त्यो तल्लो गाउँमा बाघ छिरेर थुप्रै खसी बोकाहरू लग्यो भने सुनेको थिएँ। के थाहा न यहाँ पनि छिर्यो कि? बुढा हो है, यो कुरा त मैले पनि सुनेको थिएँ। पक्कै हो, हाम्रो बोकालाई बाघले लग्यो। त्यो बाघलाई मैले भेटौँ मात्रै सिधै गोली हान्न मार्छु। बाघले शिकारी मारेको घटनाहरू पनि धेरै छन् नि, त्यही भएर होसियार भएर बस्नु होला। अर्को पालि बाघले बोका होइन मान्छे नै लैजाला फेरि।